Hello everyone, welcome back to my video again. अब हामी यहाँनिर के किन आटेको बर मेकमाको मेकओभर पर मैं मर ही ना जाऊं तेरी ही बातों में खोना मैं चाहूं. Hello everyone, welcome back to my video again. It's Bindura here. र आज फेरि पनि I'm back with a new video. र आजको भिडियो एकदमै दामी अनि इन्टरटेनिङ छ. के होला तपाईहरु हेर्दै जानुहोस्. Set to go now. तपाईहरुलाई म बाटोमा भन्छु त के हुन्छ भनेर ल के हो भिडियो अनि म कहाँ गएको भनेर हो. So outfit यहाँ नस हालत यहाँ कुर्ती जुत्ता एकदम मेकअप हुँदैछ मेकओभर मेकमाको मेकओभर हुँदैछ and we get to buy some pastries from here. Guys, आज चाहिँ हामी कहाँ जाँदैछ भन्दाखेरि चाहिँ me and my friends we are going for dry picnic. So yes, we are on the way. We are going to Rock Garden, which is in Namchi itself. So guys, I'll let you know हामी के गर्छौं भनेर हैन. We have been planning this one since so long ago. अनि अब ड्युटीको टाइमिङहरु नमिल्दाखेरि चाहिँ we have to postpone अनि आज चाहिँ बल्ल बल्ल हामी चारै जनाको सेम डेमा छुट्टी मिलाएर गरेको छौं. So yes guys, we are all set to go now. मेरो साथीहरु आउँदैछ पछि म पर्खिन्दैछु. So guys, watch my full video, will enjoy अनि के गर्छौं है. अब गर्ल्स पिकनिक डे आउट अनि चाहिँ मेरो साथी स्कुटीमा टक्क आइदियो. अब दुई जना चाहिँ टक्क बाइकमा आउँछ पछि. सो हामी वेट गर्दैछौँ अनि आजको दिन पनि आई गेस राम्रै हुन्छ होला. पानी ताको छैन. लेट्स सी के हुन्छ. दुई जना सिस्टर एन्ड पल्लोपट्टि अर्को अनि हामी चाहिँ फाइनली यहाँ रक गार्डनमा एन्ट्री गर्न आँटेको. आई गेस पानी त पर्दैन होला तर पनि के भयो रे यसरी पक्रिनु पर्छ न त लड्छु भन्ने डर लाग्छ. भिडियो बनाउँदै हिँड्नु न. फाइनली रक गार्डन पुगिसकेको छ. गार्डन and my friends are there. रक गार्डनमा चाहिँ रक छैन तर गार्डन चाहिँ दामी छ. हामी सबैजना कुर्ता लगाएर हिँडेको छौँ. यहाँ अगाडिको मान्छे अनि मिठी के हो यो हातको चाहिँ my feet. Oh, Juti, I'm wearing Juti and she's wearing boots because she has to ride the bike. And अरू दुईजना चाहिँ एकदम हिल्स लगाएर कहाँ बस्ने हो त. I think we need profile जस्तो लाग्यो यहाँ. मोमो एउटा मात्रै होला है. झ्यालमुरी पनि छ. भेज मोमो के जान्छ सरसिस के दामी फुड रहेछ यो त. भेज मोमो एउटा आज भमरा आज फुलबारीमा के दामी फुलेछ. This is the venue we have selected for today's our picnic. So here are our beautiful model. हैन यो त मैले उयो मात्रै गरेको. अब हामी यहाँ बसेर के गर्छौं. क्यामेरा कस्तो खोल्छ उयो रिच गर्नुपर्छ है. के यसरी पहिला के हो यो एक नम्बर काम लाग्यो बिन्दु कस्तो स्याड हाँस्यो. यता हेर अलिक राम्रो निकाल्नु नि. यो मैले बाङको काटे. तिमीले त्यस्तो काट्यौ डल्लो यस्तो काट्नु पर्थ्यो ट्रायंगल शेपको लागि. यस्तो काट्नु पर्छ हैन.
हेर्नुहोस् खानेकुराहरू अब हामी यहाँ खानेछौँ मस्ती गर्नेछौँ सबैजनाले लिएको थिएछ सेट चाहिँ हेर अहिले भने चाहिँ हामीले एकदम लोकेसनहरू सेट गरेर एन्ड एभ्रिथिङ वी आर मेकिङ झालमुरी एन्ड माई फ्रेन्ड्स आर बिजी मेकिङ डर्टी पनि गर्नु हुँदैन लास्टमा यसरी प्याक गरेर सबै चाहिँ फ्याक्ट्री राख्नुपर्छ के गर्नुपर्छ अरे लु भन्नु त सबै चिप्सहरू खाएर चाहिँ नि डर्टी बनाउनु हुँदैन यस्तो सानो सानो गरेर डिस्कार्ड गर्नुपर्छ ल आमा कसरी बोका पारी देखाउनु त एउटा तितिरी हुन्छ नि यहाँ छ ब्युटिफुल ब्युटिफुल यस्तो गर्नुपर्छ यी हाम्रो यहाँ हाम्रो यो ठुलो प्याक हुन्छ होइन यी यहाँ हेर यी ठुलो प्याक हुन्छ होइन फोल्डेड लाइक दिस यस्तो त तितिरी पाउँछ नि एउटा याद छ कानको झुम्का होइन त्यस्तो गर्नुपर्छ त्यस्तो गऱ्यो भने चाहिँ बोकेर लानुपर्छ यो वेस्ट मर्डर गर्यो सारा जस्तै हाम्रो फ्रुट जुस फ्रुट जुस यहाँ चाहिँ एकदम क्यामेरा सेटअप गर्नु व्यस्त भइरहेको छ दुईजना चाहिँ अनि हाम्रो खानेकुरा एन्ड हाफ अफ द फुड आज अन द वे फाइनली अब हामी खाँदैछौँ कति लियो एक्स्ट्रा सन्जिता दी 40 रुपैयाँ दियो विद्या दी रुबी दी भावना दी हाम्रो बिग लन्च इज हियर सबै आफ्नो साइडमा बसेर खानु बेसी अगाएर आई एम अबाउट टु गो अन अ फुड कोमा यहाँ रिल्स बनाउनुको लागि व्यस्त भइरहेको छ सब we are saying bye to this place and the picnic is over so we are going back home